बलात्कार र जबरजस्ती करणी भन्ने शब्द नै घृणित शब्द हुन्। शब्द सँगसँगै यी कार्यहरू कसरी राम्रा हुन सक्छन्? यी शब्द बलात्कार र जबरजस्ती करणी भन्ने शब्द सुन्न नपरोस्, यसका विषयमा बोल्न नपरोस् र यस्ता घटनाहरू देखाउन नपरोस् भन्दा भन्दै पनि हामी यस्ता घटना देखाउन बाध्य हुन्छौँ। यस्तै आज रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाभित्र एक नाबालिकामाथि 1 वर्ष अगाडि जबरजस्ती करणी भएको घटना बाहिरिएको छ। नाबालिकाकी आमा र नाबालिका हाम्रो सम्पर्कमा आउनुभयो र उहाँहरूले भन्नुभयो हामीले धेरैलाई हार गुहार गर्यौं तर हाम्रो आवाज कसैले सुनेन, हाम्रा यी कुराहरू उठाइदिनु पर्यो भन्दै पीडितकी आमा हार गुहार गर्नुहुन्छ र हामी यसको वास्तविकता बुझ्न उहाँहरूसँग केही कुरा गरेका छौं। हामीले गरेको कुराकानी हामी देखाउने नै छौं। 1 वर्ष अगाडिको घटना किन अहिलेसम्म राखियो? बलात्कार र जबरजस्ती करणीका घटनाहरू विभिन्न तरिकाले बाहिरिने गर्छन्। केही घटना भएको केही दिनमै सार्वजनिक हुन्छ, केही घटना भएका वर्षौंसम्म लुकेर रहन्छन् र केही घटना आर्थिक प्रलोभनमा पार्नका लागि झुठा घटना बाहिर निकालिन्छ। हामी 1 वर्ष पहिलाको घटना कतै त्यसरी नै बाहिरिएको घटना त होइन भनेर हामीले पीडितहरूसँग कुराकानी गरेका छौं। सँगसँगै हामीले इलाका प्रहरी कार्यालय बुटवलमा पनि सोधपुछ गरेका थियौं। 1 वर्ष अगाडि ती नाबालिका हराएको घटना खोज तलास गरिदिनु भनी अभिभावकले फोटो सहित इलाका प्रहरी कार्यालयमा दिएको निवेदनका आधारमा हामीले त्यति बेला केही घटना घटेको हुनुपर्छ भन्ने सामान्य आकलन गर्यौं। के भएको थियो भन्नु? कहाँ गएको थियो? साथीको बर्थडेमा गएको थियो। अनि त्यसपछि हामी त्यहाँ उसलाई के भन्छ अर्को साथीहरू थियो। को साथीले गर्यो? पहिलेदेखि चिन्जान हो? सँगै पढ्थ्यो तिमीहरू? सँगै पढ्थेन। सँगै पढ्ने होइन? अनि कहाँ गयो तिमी? म त्यसको घर आफ्नै घर हो? किन गयो? कोठामा? किन गएको? त्यहाँ बस्न गएको थियो एकछिन। 2 दिनसम्म त्यहाँ बस्यो? 2 दिनसम्म त्यहीँ बसेन। 1 दिन बस्छ, 1 दिनपछि घर आउँछु भन्थ्यो, घर डर लाग्यो अनि नआएको। पहिला म जान्न भन्थेँ, त्यसले हिँड भन्थ्यो, जान्न म घर गाली गर्नुहुन्छ, घर पिट्नुहुन्छ भन्थेँ। नहिँड्ने कारण म झुन्डेर मर्छु, हिँड तँलाई दोष लगाइदिन्छु झुन्डेर मरेर भन्थ्यो। झुन्डेर मरिदिन्छु भने अनि तिमीलाई लिएर गयो? अनि तिमीहरू बिच शारीरिक सम्बन्ध भयो? जबरजस्ती गरेको हो? साँझदेखि बिहान तक पनि भनेको। जबरजस्ती गरेको हो? तिमीले मम्मीलाई भन्यौ त्यो कुरा? नै भन्यौ? पछि भन्यौ? प्रहरीमा भन्यौ त्यो कुरा? प्रहरीलाई के भन्यो? सोध्दै सोधेन, खोज्दै खोजेन हामीलाई। अनि के भन्यो? के भनेर प्रहरीले त हजुरको छोरी आयो। के भनेको थिएन? कसैलाई नभन भन्थ्यो। कसैलाई नभन भनेको थियो? तिमी घर आएर मम्मीलाई भनेनौ? भनेको। कहिले भन्यौ मम्मीलाई? मम्मीलाई घर आएपछि भने। के भन्नु भयो मम्मीले? मम्मीले केही भएको थियो कि नै भनेर सोध्नु थियो। अनि त्यसपछि भने कति पछि भनेको। त्यो केटा चिन्छौ अहिले? अहिले छैन कि अब टोलमा भागिसक्यो। चिन्छु तर अहिले बस्दैन के छैन देखिन्न। इन्डिया पसिसक्यो। दाइले पिटेदेखि देखिन्न। को दाइले?
सानो दाइले तिम्रो दाइले त्यो केटालाई के भन्छ अरे फेरि तेरो बहिनीलाई भगाएर लिएर जाने हो पैसा जम्मा गरेर राखेको छु भन्थ्यो अनि दाइले अनि फोटो पनि फेसबुकमा हालिदिएको थियो मेरो अनि दाइले गएर अनि किन हालिस् मेरो बहिनीको फोटो भनेर म त हजुरको बहिनीलाई भगाएर लिएर जाने हो टाढै लिएर जाने हो भन्थ्यो अरे अनि त्यसपछि अनि दाइले रिस उठेर पिटेको थियो 2-3 थप्पड त्यसै अनि त्यसपछि देखेन तिमीले चिनेको कति भएको थियो चिनेको 4 महिना जस्तो भएको थियो त्यसको उमेर कति छ त्यसको 18 वर्षको तिमी उसैसित बिहा गर्न चाहन्थ्यौ तिमी कति वर्षको हो म 15 अहिले 15 त्यति बेला 14 वर्षको थियो अनि पछि चाहिँ तिमीले फेरि सम्पर्क भयो त्योसित तिमीले नै पछि भएन कराएको भयो म यसले साथीको बर्थडे छ मम्मी यसले एउटा सुरुवाल लाग्यो मलाई पुसमा हो जाडो थियो साथीको बर्थडे छ अहिले त्यहाँ जान्छु त्यहाँबाट घर आउँछु र लुगा फेरेर फेरि प्रदर्शनी मेला जान्छु भने कि यसले 2 दिन मात्रै बाँकी थियो प्रदर्शनी त्यहाँबाट मैले ल ठिकै छ भनेर लुगा फेरेर आउने भयो पनि अहिले जाँदा चिसो हुन्छ सुरुवाल ला भन्दा मैले जबरजस्ती गाली गरेर 2टा सुरुवाल लाउनु पठाएँ अनि 2टा सुरुवाल लाएर गयो कि आउली छैन मैले घरै बोरामा तरुल रोपेको थिएँ यत्रो ताको तरुल निस्क्यो अहिले तरुलभन्दा असाध्यै गर्ने खनेर थपक्क धोएर राखिन्छु आउली रोसिनेर खाना होला भन्दै हेर्नु आउँदै आइने अब राति भएर बर्थडे राति हुँदो राति भएर नआइथ्यो अहिले दाइहरूले एकदमै कराउने तर यस्तो कतै गयो हामी छोरो हो त छोरी हो मोबाइल थिएन रातभरि हामीले त्यस बेलुकी हामीले 3जनाले केही भात पनि खान पकाएको भात त्यत्तिकै राख्यौँ यसलाई पुरिम आइने त्यत्तिकै सुत्नु पक्यो भोलि बिहान सानो छोरो गिरिलमा काम गर्थ्यो गयो काममा रङमा गिरिलमा थियो त्यति बेला त्यहाँबाट गयो काममा ठुलो केटो त्यहीँ घरै बसेको अनि मैले त्यसलाई भने ए त्यसै बहिनी आइने 9:30 भइसक्यो म त खोल्न जान्छु भने हुन्छ जान्छु भने पुलिसले गाली गर्यो मलाई बेसरी मान्छेका छोरी मरेर लासा अन्त रोएर चित्त बुझाएको त भाग्यमानी रहेछन् ढिङ्गी छोरी त जिउँदी आइन् एकदम खुसी भएर बस भनेको मलाई मेरा छोराले मलाई राम्रोसित नहेर्ने म एउटी छोरीसित बस्छु म कहीँ पनि सुरक्षित छैन मलाई 1 वर्ष अगाडि कोही मान्छेले मेरी छोरीलाई उठाएर लिएर गयो 2 दिन राख्यो फेरि ल्याएर छोडिदियो छोरीमाथि दुर्व्यवहार भयो छोरीमाथि जबरजस्ती भयो त्यो हुँदा पनि हामीले मानेको प्रहरी हाम्रो सुरक्षा दिन्छ भनेको प्रहरी मेरो साथी प्रहरीले हामीमाथि अभद्र व्यवहार गर्यो हामीलाई राम्रोसित हाम्रो समस्यालाई बुझ्दिएन र हामीमाथि नै हप्की गर्यो र मलाई अब प्रहरीप्रति विश्वास उड्यो भन्नुहुन्छ तपाईँ यो जिन्दगीभरि प्रहरीले केही गर्दैन भन्ने होइन सबै प्रहरी खराब छैनन् ती जुन खराब प्रहरी हुन् ती प्रहरीलाई चिनेर प्रहरी फोर्सले नै केही कारबाही गर्छ र तपाईँलाई पनि के लाग्न पर्यो भने प्रहरी हाम्रै सुरक्षाको लागि हो प्रहरीले मलाई पनि सुरक्षा दिन्छ है भन्ने चाहिँ तपाईँलाई लाग्न पर्यो तिमीमाथि बलात्कार भएको हो नानी भएको हो जबरजस्ती गरेको भनेर हामीले औषधि पनि ल्याएर डक्टरलाई फोन गरेर सोधेर औषधि ल्याएर औषधि पनि खुवाएको त्यही भीम भाइले जो फोन गरेर औषधि मगाएर औषधि खुवाएको पुस 17-18 गते 78 सालको पुस 17-18 गतेतिर आमा छोरी आउनुभएको थियो हामी अन्यायमा पऱ्यौँ भनेर अनि के भयो के को अन्यायमा पर्नुभयो तपाईँहरू भनेर मैले सोधेँ अनि उहाँहरूले भन्नुभयो मेरो छोरी 2 दिन बर्थडेमा जान्छु भनेर हिँडेको छोरी बाटैमै गायब भइदियो 2 दिन भयो मैले छोरी पाइनँ पछि मैले खोजतलास गरेर मैले छोरी त पाएँ तर न्याय चाहिँ पाइनँ भन्नुभयो कि उहाँले अनि मैले भने चौकी जानु भएन भनेर मैले भने गएको निवेदन पनि दिएको अनि छोरी पाएपछि तपाईँले छोरी पाउनुभयो जिउँदो छोरी पाउनुभयो यसैमा खुसी हुनुहोस् भनेर पठाइदिनु भयो न्याय त मैले पाउनु पर्यो नि दिदी पाउनु परेन र भन्नुभयो मैले पक्का पाउनुहुन्छ तपाईँले न्याय नपाउने कुरा त हुँदैन भनेर बुटोल एकजना अधिवक्ता हुनुहुन्थ्यो मैले चिनेको अनि उहाँलाई सोधेँ मैले सर यस्तो यस्तो नानी आमा छोरी चाहिँ अन्यायमा पर्नुभएछ
पीडित मेरो घरमा आउनुभएको छ, सर उहाँहरूको न्याय दिलाइदिनु पर्यो भनेर भन्नुभयो। उहाँ पनि राम्रै मान्छे हुनुहुन्थ्यो, दबाबमै परेर होला। हुन्छ म्याम भन्नुभयो, सबै कुरा बुझ्नुभयो। मैले पनि भने त्यो नानी आमा छोरीले जे भन्नुभएको थियो त्यो त मैले उहाँलाई पनि सबै सम्पूर्ण भनिदिएँ। अनि भनेपछि म फोन गर्छु भन्नुभयो। अनि फोन आउला भनेको आएन। अनि धेरै गरेपछि फेरि मैले फोन गरेँ, उहाँले नि रिसिभ गर्नु भएन। अनि त्यस्तै गरेर महिला सेलमा पनि फोन गरेँ मैले। अनि एकछिनपछि हजुरलाई फोन गर्छौँ हामी भन्नुभयो, उहाँहरूले नि रिसिभ गर्नु भएन। त्यस्तै 3-4 ठाउँमा मैले फोन गरेँ, के हो केस भनेर सोध्नु, यस्तो हो भनेर भनेपछि अनि फेरि त्यहाँ बुझेपछि उहाँहरूले मलाई फोन गर्नु भएन। अनि 560 को एउटा नम्बर थियो जुन त्यही चौकीभित्रकै, त्यति चाहिँ थाहा छ। त्यहाँभन्दा उताको नम्बर चाहिँ थाहा छैन मलाई। मेरो मोबाइल हरायो, अनि सेभ चाहिँ गरेर राखेको थिएँ नम्बर। अनि उहाँ त्यो फोन उठ्दै उठेन। पहिला म बिजी छु भन्नुभयो, पछि फोनै उठेन। अनि नउठेपछि अब न्याय नपाइने नि भयो त के अरे है। अब सबैले बुझ्छौँ भन्छन्, बुझ्छु भनेर फेरि त्यहाँ फोन गरेपछि अनि कसैले फोनै रिसिभ नगर्ने भएपछि त अब के काम लाएर भनेर त्यो यत्तिकै भएको थियो। तर मेरो मन चाहिँ मानिरहेको थिएन। अनि यस्तै क्रममा मेरो दिपेन्द्रजी ढकालसँग मेरो भेट भयो। उहाँको भिडियोहरू म हेरिरहन्छु। अनि हेर्दा उहाँलाई मैले फोन गरेर नानी चाहिँ अन्यायमा परेकी छन्, उहाँलाई न्याय दिलाइदिनु पर्यो भनेपछि उहाँले भन्नुहोस् न के हो भन्नुभयो। अनि म नानीको आमा छोरीलाई बोलाएर उहाँसँग भेटाइदिएँ। अनि उहाँले चौकी लगेर जाहेरी दिन लाउनु भयो, मेडिकल गराउनु भयो। दिपेन्द्र सरको टिमले सहयोग गर्नुभयो उहाँहरूलाई। म पनि थिएँ साथी। अब त्यो नानीले पक्कै पनि न्याय पाउँछिन् भन्ने आशामा छु म। नाबालिकाको उजुरी प्रहरीले लिएको छ र प्रहरीले अहिले नाबालिकाको स्वास्थ्य परीक्षण पनि गरिसकेको छ। अब जिम्मा प्रहरीकै हुन्छ, अनुसन्धान प्रहरीले गर्छ। यसमा हामीले र हाम्रो समाजले प्रहरीलाई छानबिन गर्न सहयोग गर्नुपर्छ।